फाइनली लेखमा पुगियो। सो है गाइज, स्वागत छ मेरो छोटो मिठो भ्लगमा। सो फिलहाल अहिले बिहानको 8:30 बजेको होला। म जाँदैछु आज लेकतिर। सो आज लेकमा गएर बुट्टा लगाउने काम छ। अरू चाहिँ दाँते ओखडका हुन्। दाँते ओखडको बुट्टा खाली जमिन छ, खाली जमिनमा चाहिँ दाँते ओखडको बुट्टा लाउने हो। सो फिलहाल हिँडेर म चाहिँ घरदेखि यता आइसकेको छु। यो चाहिँ म पहिला पढ्ने स्कुलमा पुगिसकेको छु गाइज। म चाहिँ यो स्कुलमा बाल शिक्षादेखि कक्षा 5 सम्म अध्ययन गरेको स्कुल हो। यो चाहिँ मेरो बाल्यकाल यही स्कुलमा बित्यो र मेरो सबै बाल्यकाल जति नै यही स्कुलमा बितेको हो। र आजभोलि इक्जाम दिएको स्कुल चाहिँ माथि दृश्यमा मैले जुम गरेर जुन अगाडि देखाएको थिएँ त्यो स्कुलमा चाहिँ म आजभोलि पढ्छु 9, 10मा। सो म चाहिँ आज यही बाटो आउने परेर देखाएको गाइज। सो यतादेखि मेरो हाम्रो गाउँको दृश्य चाहिँ एकदमै राम्रो देखिने रहेछ। त्यो जुम गरेर देखाएँ। अनि मेरो घर, हामी चाहिँ पहिला यता दाउरा ल्याएर हिँड्दाखेरि यो बाटोमा बिसाउँथ्यौँ, मतलब रोकाउँथ्यौँ। अनि त्यसपछि चाहिँ यसलाई चाहिँ भाँच काटे भनेर हामी चिन्छौँ। सो पुनः मेरो यात्रा अगाडि बढिरहेको छ गन्तव्यतर्फ। आज चाहिँ यात्रामा हिँड्नेसँगै पानी पनि परिसकेको छ गाइज। सरसर सिमसिम पानी आइसकेको छ। अनि म पनि हिँड्दैछु, छाता छ अनि छातासँगै मेरो यात्रा चाहिँ म पनि अगाडि बढिरहेको छु पानीसँगै सिमसिम पानी। अब हाम्रो यात्रा रोकिन्न त्यही पनि गाइज। अब यसपछि मेरो यात्रा चाहिँ उकालो लागिसकेको छ गाइज। उकालो लागिसक्यो भन्दा नि सुरु भइसकेको छ गाइज। अब माथिबाट उकालो यात्रा लाग्छ गाइज। मैले चाहिँ छाता ल्याएर पनि बचेँ। अब चाहिँ यात्रा उकालो लाग्दैछ। उकालो लाग्दैछ गाइज। पानीसँगै यात्रा उकालो लाग्दैछ। पानी पनि यस्तै रहेछ, केही भरै छैन। अहिले बन्द भइहाल्यो। फेरि अर्को स्कुलमा पुगेँ यहाँ माथि उकालो लागिसकेपछि। गाउँ चाहिँ अब यस्तै उकालै चढ्दै हिँड्नुपर्छ गाइज। गाउँतिरको बाटो यस्तै हो गाइज। गाइज म चाहिँ फेरि माथि घुममा पुगिसकेँ। अब त्यहाँबाट पनि फेरि उकालै हो, माथि नपुग्दासम्म उकालै छ गाइज। यो चाहिँ हाम्रो लडा खोलो भन्छ। तल पुरै खोलै छ, नाम पनि के लडा। सो केही समयको हिँडाइपछि मेरो घरभन्दा म धेरै माथि आइसकेको छु। अब लेकमा पुग्न चाहिँ मलाई करिब आधा घन्टा त लाग्दैन, त्यही 10-15 मिनट जति अझै पनि लाग्न सक्छ। र सो आज चाहिँ हामी बुट्टा लगाएर छिटै नै फर्किहाल्ने, मतलब अरू फुपू र दाई माथि नै हुनुहुन्छ। फुपू चाहिँ गइहाल्नु भयो अनि म चाहिँ त्यहाँ पुगेर आज बुट्टा लगाएर अनि बेलुका फर्किहाल्यो।
आधा 1 घन्टाको हिँडेपछि चाहिँ पुगिसकेको छु। यो यसको नाम डाक्से हो। अझै हाम्रो ठुल्बाको खरक भन्छ। कहाँ घर हो यो चाहिँ? घर खरक एउटै हो। अनि माथि चाहिँ त्यो हाम्रो सबै हाम्रै अङ्कलहरूको यहाँ सबैको खरक हो। अनि हाम्रो च्याउ लाउने जग्गामा चाहिँ म पुग्न लागेको छु गाइज। एन्ड होला हेरेर माया गरिदिनु होला। सो भिडियो अन्तिमसम्म हुनेछ गाइज। हामी जानेदेखि आउनेदेखि लगेर सबै हुनेछ। जसलाई चाहिँ दह चाखा अरे हामी सबै आएर यहाँ चाहिँ बस्थ्यौँ है। यस्तै हो गाइज। रमाइलो छ एकदमै बबाल। कालीकोट फाइनल्ली कालीकोटको यस्तो डाँडा काँडा हिम सो म बुट्टा लाउने ठाउँ चाहिँ यही तल हो। म बुट्टा लाउने ठाउँमा चाहिँ गएन। अहिले अब खाना खाएर बुट्टा लाउने ठाउँमा अब म फुपू अनि दाइ मिलेर आज दिनभरि बुट्टा लगाउने हो। सो अहिले चाहिँ म घरबाट देखाइरहेको छु। यो चाहिँ खाली ठाउँ चाहिँ हामी 3 जनाको हो र राख्नु भएको चाहिँ यो हाम्रो ठुल्बाको घर र यहाँ सबैजना यहीँ बस्नुहुन्छ। अनि हामी चाहिँ अब खाना खाएर हाम्रो काम निरन्तर सुरु हुनेछ। आज दिनभरि चाहिँ हाम्रो अब बुट्टा लगाउने 150वटा बुट्टा लगाएर सकाउनु पर्नेछ। अनि त्यसपछि चाहिँ घर जाने हो एक्लै कुद्दै गाइस। खाना खाइसकेपछि हामी बुट्टा लाउने एरियामा आइसकेका छौँ। यो गड्डा चाहिँ पहिला नै कोरेर रेडी गरिसकेपछि अनि फुपूले दाइले मिलेर बुट्टा लगाउनुहुन्छ। मैले चाहिँ मल बोक्छु। त्यसपछि आजको काम चाहिँ हाम्रो बुट्टा लगाएर सबै सकाउनु पर्नेछ। मैले चाहिँ मल बोकिरहेको छु। यस्तो अब गाउँतिर भएपछि गर्नुपर्छ। त्यही भएर चाहिँ आज धेरै दिन सुर्खेत बसाएपछि मल बोकियो। आज चाहिँ एकदमै त्यस काम गरेर बेलुकासम्म चाहिँ सक्नु छ। आजको बुट्टा लाउने काम चाहिँ अब लगभग सकिसकेको छ। आज चाहिँ बुट्टा लगाएर सबै हाम्रो अब तीनैको बुट्टा सुट्टा लगाएर सबै सकियो। हामी चाहिँ अब घरतिर जानुपर्छ। फुपू र म चाहिँ अब दाइको चाहिँ यतै घर हो। घरमै बस्नुहुन्छ। मैले बुट्टा चाहिँ ओखरको लगाएँ। मैले चाहिँ सोचेको थिएँ अब स्याउको बुट्टा लगाउने होला सोचेको थिएँ, तर होइन रहेछ। ताते ओखर रहेछ। ताते ओखर आज अब यो जति लगायो हामीले त्यति फल्यो भने त जस हामीलाई खान पनि धेरै पुग्छ होला र बेच्न पनि अब एउटा आम्दानी राम्रो हुन्छ। तर भने जति सबै हुन्न। त्यही पनि 41वटा अब एकजनाको 41वटा छन्। त्यति बुट्टामा चाहिँ केही नभने 2-3वटा फल्यो भने पनि केही राम्रो होला भनेर अब खाली जमिनलाई त्यत्तिकै छोड्नुभन्दा पनि राम्रै छ। हाम्रो चाहिँ 41वटा बुट्टा भएछ। हाम्रो एरिया चाहिँ यो हो। सबै मैले अनि दिनभरिको सबै गने अनि अब चाहिँ घरतिर लाग्नुपर्ने हुन्छ। म चाहिँ दिनभरिको काम पश्चात मतलब दिनभरिको स्याउ खन्ने काम सकाएर म चाहिँ घरतिर लाग्न लाग्छु गाइस। अनि घरतिर मम्मी चाहिँ गइसक्नु भयो। जस्तै फुट्यो 6 बजिसकेको छ। अब चाहिँ च्यालेन्ज हुन्छ। मम्मीहरू बाटोमा दाउरा लगेर जानुभयो होला। अब म चाहिँ यहाँबाट दौडेर हिँड्नुपर्ने हुन्छ। अनि अब तल कति मिनटमा पुगिँदो रहेछ। जस छिटै पुगिन्छ। ओह्रालोको बाटो छ। आउँदाखेरि टाइम लाग्छ, जाँदाखेरि चाहिँ टाइम लाग्दैन। त्यही भएर चाहिँ अब भिडियोमा निरन्तर म चाहिँ एकदमै फास्ट अगाडि जानुपर्ने हुन्छ। एकछिन अब रोकिसकेपछि अब चाहिँ अगाडि बढ्नु।
सो म चाहिँ घरमा पुगिसकेको छु एन्ड बाई बाई गाइज। धेरै छिटो पुग्यो, अर्को भ्लगमा भेटौँला, बाई गाइज। सो यो भ्लग चाहिँ केही समय अगाडिको थियो। म चाहिँ अब चाहिँ यो भ्लग चाहिँ सुर्खेतबाट हालेको, म चाहिँ कालीकोट हुँदाखेरि एडिट गरेको भ्लग थियो गाइज।